विमल गुरुङले भन्छ नि मलाई जाति विरोधी भनेर आज मजाले क्लियर बताइदिन्छु मान्छेलाई। 2007 मा त हामीले राजनीतिक बुद्धि न थियौँ। 2007 मा हिजो हाम्रो विमल गुरुङज्यूले जुन एउटा भाषा शैली बोले नि ऊ चाहिँ त्यसले चाहिँ फ्रस्ट्रेटेड बताउँछ, फ्रस्ट्रेटेड डिस्टर्ब छ भन्छ। त्यसले चाहिँ डिस्टर्ब भएको मान्छे, फ्रस्ट्रेटेड मान्छे त्यसरी बोल्छ। ऊ त 2017 मा हामीले पज गरेर छोडिदिएको छौँ नि, अहिले खोल्दा त त्यस्तै रहेछ, पज मात्रै भएको रहेछ बुझेनौ। 2017 मा पज गरेर छोडिदिएको नि, पज पज त अन मात्रै भएको त त्यस्तै रहेछ ल भन, सुत्रै नर्छ। हामीले 2007 मा राजनीतिक बुझेको थिएनौँ, गोर्खाल्यान्ड भनेर निक्लेको थियौँ। गोर्खाल्यान्ड नाममा राजनीतिक हुँदैछ भनेर हामीले बुझेको थिएनौँ। अनि निर्धक्कसँगले लडेको हामीले, हेर्नुहोस् निर्धक्कसँगले लडेको हामीले। लड्दाखेरि फिल्ड पनि छोडिनौँ, कहिले पनि जग्गा पनि छोडिनौँ। म मान्छेसँगै बचिरहेको त्यति बेला, म खरसाङको नेतृत्व गर्दै थिएँ त्यति बेला। तर त्यो आन्दोलन मैले पछि राजनीतिक बुझ्दाखेरि फर्जी आन्दोलन थियो रहेछ। सिपिएम सरकारसँग मिलेर गोर्खाल्यान्डको नाममा मागेर सुभाष घिसिङलाई खेद्ने आन्दोलन थियो रहेछ। हेर्नुहोस् त्यति बेला विमल गुरुङले भन्छ नि मलाई जाति विरोधी भनेर आज मजाले क्लियर बताइदिन्छु मान्छेलाई। र त्यति बेला हामी सबै पहाड लाग्यौँ। त्यति बेला सुभाष घिसिङलाई खेद्ने आन्दोलन, त्यति बेला याद छ विमल गुरुङलाई गोर्खाल्यान्डमा आउँदा यत्रो पुलिसहरू दिन्थ्यो, बन्दुकहरू दिन्थ्यो, याद छ तपाईँहरूलाई? गोर्खाल्यान्ड माग्न दिन्छ पुलिस बन्दुक। त्यति बेला सिपिएमले डिजाइन गरेको रहेछ विमल गुरुङलाई कि सुभाष घिसिङ खेद्नुको लागि चाहिँ गोर्खाल्यान्ड भने मात्रै खेद्नुपर्छ भनेर। हेर्नुहोस् अनि त्यो डिजाइनमा हामी चाहिँ गोर्खाल्यान्डै भनेर लाग्यौँ नि त। हामी राजनीतिक बुझिदिन्थ्यौँ, के बुझिदिन्थ्यौँ, हामीले सुनेको गोर्खाल्यान्ड भन्छ यस्तो हुन्छ अरे उस्तो हुन्छ अरे भन्थ्यौँ। त्यो सुनेको भरमा हामी कुद्यौँ। त्यो कुद्दाखेरि हामीले धेरै मान्छेलाई दुःख पनि दियौँ, किनभने हामीले जान्दिनँ त्यो लिडरसिप गर्नु। अनि त्यो आन्दोलन लगेर गएर सिप्सुमा हाम्रो दिदीबहिनीहरूलाई गोली खुवायो, मार्यो, तपाईँहरूलाई थाहा छ शहीद बनायो। त्यसपछि आएर पहिला जिटिए थापेछ विमल गुरुङज्यू, अनि थापा होइन, त्यत्रो मान्छेलाई शहीद बनाएर गोर्खाल्यान्डको नाममा जिटिए थाप्यो, जुन जिटिए चाहिँ डिजिएससीको अल्टरनेटिभ नाम मात्रै हो। र फर्स्ट धोका जनतालाई विमल गुरुङले त्यहाँ दिएको छ, फर्स्ट धोका। उसले थुक्नेको कुरा गर्दछ नि, तर हामी थुक्नु हुँदैन, म थुक भन्दिनँ उसलाई, तर उसले धोका गरेको कुरा हो। फर्स्ट पहाडको जनतालाई र गोर्खा जातिलाई फर्स्ट धोका त्यो हो उसले दिएको, फर्स्ट धोका दिएको। हेर्नुहोस् त्यहाँ उसले हामीलाई त्यत्रो हाम्रो नानीहरूलाई शहीद बनाएर पहिलो धोका उसले त्यहाँ दिएको छ। त्यहाँ दोस्रो धोका 2013 मा फेरि 11 मा जिटिए थापेर चल्यो। 2013 मा तेलङ्गाना दिँदा फेरि अत्तालेर बौरी उठ्यो, फेरि गर्छ क्या यो मान्छेले भनेर हामी लाग्यौँ। जिटिए छोडेको जस्तो नाटक पनि गऱ्यो, भरे सभासद छोडेको रहेन रहेछ। त्यहाँबाट फेरि मान्छेलाई भक्कु झमेला गर्यो, लट्ठी खुवायो, सिङबाडीमा शहीद बनायो, धेरै मान्छे मार्यो। त्यहाँबाट फेरि हामीलाई फिल्डमा थियौँ, लड्यौँ, जेल बस्यौँ। त्यति बेला हामी 6 महिना जेल बसेको। अनि हामी जेलमा बस्दा बस्दै फेरि विमल गुरुङले कलकत्तामा गएर त्यही जिटिए सेकेन्ड टाइम फेरि ओभरटेकिङ गर्यो। तपाईँलाई याद छ जिटिए सिमेन्टमा हामी त जेलभित्र थियौँ त्यति बेला। उसले जेग्रिए थाप्दा फेरि पहाडको मान्छेलाई धोका दियो उसले, त्यहाँनिर फेरि पनि धोका दियो। हेर्नुहोस् र दुईपल्ट धोका भयो, त्यो धोका फेरि पनि मान्छेलाई धोका दियो। उसले जातिको मुद्दाको, जाति प्रेमीको, आमाको कुरा गर्छ नि, राजनीतिक शिकार बनायो उसले, पहाडलाई राजनीतिक शिकार गोर्खाल्यान्डको नाममा। त्यो सेकेन्ड पल्ट उसले पहाडलाई धोका दिएको। तेस्रो पल्ट फेरि 2017 मा जब गोजामुमु पार्टी पुरा धरातल फुस्किसकेको थियो, इलेक्सन आउन आँटेको थियो, मिरिक म्युनिसिपालिटीमा टिएमसीले जितिसकेको थियो, कालिम्पोङमा पनि हाम्रो पार्टीको ग्राफ झरिसकेको थियो, खरसाङमा म्युनिसिपालिटी जित्नु हामीलाई हम्मे परेको थियो, दार्जिलिङमा पनि त्यस्तै अवस्था थियो। अनि उसले जिटिए इलेक्सन आउने बेलामा फेरि आन्दोलन गरेर हाम्रो मान्छे मसँग उम्किन्छ भनेर उसले फेरि जिटिएमा फेरि कुर्सीमा जानुलाई उसले आन्दोलन गर्यो उसले। तर त्यो आन्दोलन मैले बुझिसकेको थिएँ, विमल गुरुङको क्यारेक्टर बुझिसकेको थिएँ मैले त्यति बेलासम्म मैले राजनीतिक बुझिसकेको थिएँ। त्यो आन्दोलन मैले कहिले पनि हुच्चेर गरिनँ, म साम्य भएर हेरि मात्रै रहेँ त्यति बेला। हेर्नुहोस् त आन्दोलन गर्दा गर्दै विमल गुरुङले सबैलाई भड्कालामा हालेर आफू चाहिँ पहाडबाटै हरायो।
पहाडमा त हरायो, तर आफ्नो सन्तानलाई सबैले आफूसँग लगेर यहाँको जनतालाई फोनको भरमा भड्काउँदै बसेको। त्यति बेला त्यो अवस्थामा मैले जिटिए थापेको होइन, हेर्नुहोस्, त्यो अवस्थामा पहाडमा आर्म्स पसिसकेको थियो, पुलिसहरूले आर्म्स रिकभरी गरिसकेको थियो पहाडमा। हाम्रो युवा भाइहरूको हातमा आर्म्स परेको भए यो पहाडको हालत आज के हुन्थ्यो? तिमीहरूको सुरक्षा कसले गर्थ्यो? यो आर्म्स रेगुलेसन भएको भए हाम्रो घर घरको नानीहरूको सुरक्षा कसले गर्थ्यो? एकपल्ट बन्दुक पस्दा मणिपुरको हालत कस्तो छ तपाईँहरूलाई याद छ? अहिले एकपल्ट बन्दुक हाम्रो भाइहरूको हातमा परेको भए कतिजना भाइहरूलाई, बन्दुक पक्रिने भाइहरूलाई मैले सम्हालेर ल्याएर राखेँ, यस्तो होइन भनेर। हेर्नुहोस्, र त्यो अवस्था, पहाडको जुन अवस्था थियो, मैले आफ्नो जिन्दगीको दाउमा हालेर पहाडलाई सम्झाउनु निक्लिँदा त्यो सजिलो थिएन। त्यति बेला 99 पहाडले मलाई विरोध गर्दाखेरि होइन, कसैले हिम्मत गर्नुपर्छ, यो पहाडलाई सम्झाउनु पर्छ, यो पहाडलाई सुरक्षित राख्नुपर्छ भनेर निक्लेको अनित थापा। अनि मेरो अभियान त्यति बेला निक्लेको, पहाडले काहीँ न काहीँ बुझिसकेको छ, पहाडले बुझिसक्यो। त्यो अभियानमा त्यति बेला जिटिएको इलेक्सन हुने अवस्था थिएन, डामाडोल थियो, त्यही कारण जिटिएमा एडमिनिस्ट्रेटिभ बोर्ड बनियो, किन इलेक्सन टर्म सकिएको थियो। विमल गुरुङज्यू पहाड छोडेर बाहिर निक्लिसकेको थियो। नेता भनेको त नेता भएपछि त जनतालाई छोडेर बाहिर जाने नि त। जब जनता जेलमा जाँदैछ भने नेता पनि जेलमा जानु सक्नु पर्यो नि त। मैले त कर्स्याङको लिडर मात्रै गर्दै, जब म जनतालाई सुरक्षित राखेर हामी कर्स्याङको नेताहरू 6 महिना जेलमा बिताएको, हेर्नुहोस्। तर जनतालाई कर्स्याङमा आन्दोलनको टाइममा एउटा लट्ठी पनि खुवाइनु, त्यसलाई म कर्स्याङको मात्रै नेता थिएँ, हेर्नुहोस्, त्यति बेला कर्स्याङको मात्रै नेता थिएँ। र त्यहाँबाट फेरि आफ्नो सुरक्षाको लागि फेरि बङ्गालमा मेरो ममता ब्यानर्जीले मेरो मा हो भन्दै फर्केको हो कि होइन भन्नुहोस् त? त्यो उसको फेरि तेस्रो धोका भयो मान्छेलाई, हेर्नुहोस्, तेस्रो धोका भयो। फेरि फर्केर आयो, फर्केर आएर फेरि घरि यता घरि उता, हेर्नुहोस्। र उसले कतिपल्ट धोका दियो र उसलाई कतिपल्ट थुक्नु पर्ने हो उसले आफूलाई बुझ। तर हामी, म तपाईँलाई यही रिक्वेस्ट गर्छु, हामी कुनै नेतालाई नराम्रो पनि भन्दैनौँ, थुक्दैनौँ पनि, हेर्नुहोस्, अनि थुक्नेवाला पनि छैनौँ हामी। बिजेपी पार्टी कुनै नेतालाई नराम्रो पनि भन्दैनौँ, थुक्दैनौँ पनि, अनि थुक्नु पनि हुँदैन, हेर्नुहोस्। एउटा हामी संस्कारी पार्टी हो। तर जनताले विमल गुरुङलाई कतिपल्ट धोका दियो, पहाडलाई कतिपल्ट धोका दियो, ऊ जातिपट्टि कति समर्पित छ, उसले गोर्खाल्यान्डको शब्द कसरी युज गर्यो, त्यो तपाईँहरूलाई वृत्तान्त बताइदिएको यो तपाईँहरूलाई जान्नु जरुरी छ, हेर्नुहोस्, जान्नु जरुरी छ, तपाईँहरूलाई जान्नु जरुरी छ। अहिले क्लियर देख्दैछ त उसले लु भन्नुहोस् त, लु अहिले जति पनि बिजेपी पार्टीकोहरू, जति पनि एलायन्स पार्टीहरू छ, उहाँहरूले बिजेपी पार्टीलाई सघाउँदाखेरि के भनेर सघाएको? अब यहाँ सेपरेट स्टेट चाहिन्छ भनेर सघाएको हो नि त। अब जिटिए भएन भन्ने सघाएको होइन नि त, होइन भन्नुहोस् त? भनेपछि उसको इन्टेन्सन जिटिए मै छ भने ठिकै छ। अब इलेक्सन आउँदैछ 1 वर्ष बाद, लड न इलेक्सन, तिमीलाई मान्छेले जित्छ कि जित्दैन हेरौ न, जिटिए भने चलाऊ, कसले रोकेको छ? तर यो 2017 देखि यता पहाडमा जुन डेमोक्रेटिक हामीले स्टाब्लिस गरेछौँ, डेमोक्रेसी स्टाब्लिस गरेछौँ, यो डेमोक्रेसीलाई भत्काउनु दिनु हुँदैन हामीले, हेर्नुहोस्। यो डेमोक्रेसीलाई भत्काउनु दिनु हुँदैन हामीले, हेर्नुहोस्। यो डेमोक्रेटिक प्रोसेसमा पहाड चल्नु थालेको छ। पञ्चायत इलेक्सन भयो, म्युनिसिपल इलेक्सन हुन्छ, अब जिटिए इलेक्सन अगाडि हुन्छ। यो डेमोक्रेटिक प्रोसेस चाहिँ हामीले भत्काउनु दिँदैन। पहाडको शान्ति जुन हामीले 2017 देखि मान्छेले आफ्नो प्रकारले बस्नु, आफ्नो प्रकारले खानु, आफ्नो प्रकारले नाच्नु एउटा परिवेश बनाइदिन्छु, यो परिवेशलाई सुरक्षित गर्नु चाहिँ अब चाहिँ युवा शक्तिको तपाईँहरूको खाँचो छ, हेर्नुहोस्। अब चाहिँ तपाईँहरू नडराउनुहोस् पनि, नभत्काउनुहोस् पनि, गालिम नगर्नुहोस्, गालिम नसुन्नुहोस्। राम्रो छ, राम्रो विचार, राम्रो सोच, राम्रो कर्म गर्दै अगाडि जानुपर्छ, हेर्नुहोस्।